फाइनली टक्क उठ्यो। गुड मर्निङ सबैजनालाई। हेलो एभ्रिवान, दर्शक नमस्ते, वेलकम ब्याक टु माई न्यू ब्लग एन्ड द ब्लगलाई स्वागत गर्दछु। हामी उठेर अहिले बसेका छौँ। घरमा जाने अब फेरि हामी घरतर्फ लाग्ने कोसिस गरिरहेको छौँ। एक दिनको चिसोले 30 दिनको फेरि तातो हावा खानु पऱ्यो। तर बसेर सकिँदैन नि त होइन, आफ्नो बाउ घर छैन, के गर्नु। त्यसै रुमहरू हेर्नु, बत्ती हेऱ्यो, बत्ती नै बल्दैन। यसरी पर्जा उडालेर बस्नुपर्छ। तनाव छ जिन्दगीमा। त्यो बाटै देखिँदैन अरे एउटै मरियो त त्यो साह्रो झर्छ त के जाडो झापा झराउँछ। फेरि घाम तापे यस्तो हुन्छ कि भेज खोलेर कट्टु लाएर हिँड्यो बक्सरमा झापामा। कल्याणतिर यस्तो छ, 3टा ज्याकेट हाल्दा पनि होइन त बाटो त भाडै देखिँदैन थियो। पानी परे जस्तो यस्तो बिजो स्लो मोसन हेर्नु होला, गाडी ड्राइभिङ हुनु सक्छ। अँधेरो छ, मौसम खुलेको छ, दामी भिउ आइरहेछ। बाबा बाबा सही यस्तोमा गाडी रोक्ने हो, यस्तो फोटो त आमो दामी। घाम लागेर क्या लास्ट क्लियर सब हेरौँ न मौसमहरू कस्तो दामी आइरहेछ। सो हामीहरू इधर ही माई डार्लिङ होइन। नजरै नजर आछ, दामी छ, खतरा खतरा भ्यू छ, खतरा। अब भ्यू हेर्नु सक्नुहुन्छ तपाईँहरू। इधर का नजर आइए सिधा छ उतल त अङ्कल। बाटो त कस्तो बाटो खोला हो त सिधा। यो हो नि त भ्यू भनेको चाहिँ होइन। लोकेसन हेर्दैछौँ एउटा बाइकमा टक्क जानेलाई। डाउन छ ल, त्यहाँ पुगेर लोकेसन ट्र्याक गरेर टक्क पुग्नेछौँ हामी। दाइकोमा पुगेर खानासाना खाने क्रममा है त। पानीले त लास्ट गिटी बनाउँछ। बेलुका मौसमको तातो हावा, तातो घाम, तातो बाफ भरे दुईटामा आइसक्यो फाइनली होइन। दुईटामा त तातो घाम, तातो बाफहरू चिसो चिसो मौसमदेखि आयो तातो बढी बस्नु कालो भइसक्यो हातै ज्याकेट घुराइदिएको कालो भइसक्यो।
कता पनि जान्छु होला जस्तो लागेको छ निस्किनुपर्ने नै हुन्छ यो रेसको बाटो कुराको सानो क्लिपहरू हेर्नु नपाउनु होला है त छिरेर दमुका पनि फर्स्ट टाइम पहिलोचोटि छिरेँ क्या म यहाँनिर दामी रहेछ छात्तै छाता रहेको म सही रहेछ यार ढक्कसँगले होइन हेर्नु त जस मजा आउँछ के को मूर्ति हो सर भ्यू दामी छ गेट यता भइगयो यहाँ झन्डै ठोक्छु चेयरमा नक्कली सर सही छ एजेन्सी भ्यू हेर्न जस्तो सक्नुहुन्छ सबैले मन्दिर छ यतामाथि चाहिँ मन्दिर टक्क अब अस्ति चाहिँ यहाँनिर हल्का सल्का फोटोहरू खिच्नुपर्छ यहाँनिर टिकटक बनाउने ठाउँ पनि रहेछ त्यहाँनिर जस यहाँ गर्लफ्रेन्डसँग घुम्न आउनु जस दामी हुने रहेछ रमाइलो अहिले त हामी दुईजना मात्र छौँ गर्लफ्रेन्ड को बनिने छैन यार टेन्सन छ यार दिमाग खराब यार पिङ खेल्नु यसरी होइन दुईजना केटा र केटी बसेर यहाँ मजा हुन्छ होला है हेलो डाइरेक्ट भिडियो हेलो हेलो गाइस चल लो सामान खाडी सामान खाडी भन्दै दमुखा यहाँ हुनुहुन्छ हाम्रो महागुरु आगनन्द राष्ट्र विभूति यता हुनुहुन्छ हाम्रो विजय ब्लकर कता थियो त्यहाँ ग्याङै खिच्नु छ